नेपाल र भारत बीच रेल मार्ग निर्माणको चर्चा चलेको धेरै भइसक्यो, तर जनकपुर जयनगर रेलले जोडेको सम्बन्ध भन्दा अर्को सम्बन्ध जोडिन सकेको छैन। नेपाल सरकारले भारत र चीन दुवै सरकारसँग रेल मार्ग निर्माणको लागि छलफल गर्दै आएको अवस्थामा भारतले दुई देशको राजधानीलाई जोड्ने गरी तयारी बढाएको छ। नयाँ दिल्लीदेखि काठमाडौँलाई रेलले जोड्ने महत्वाकांक्षी योजना अघि भारत सरकारले सार्दै 25,000 करोड़ भारतीय रुपैयाँ लगानी गर्ने तयारी गरेको छ। भारतीय संचार माध्यमहरूका अनुसार भारतको राजधानी नयाँ दिल्लीदेखि बिहार हुँदै रेल नेपालको राजधानी काठमाडौँ आइपुग्नेछ। यसका लागि भारत सरकारले बिहारदेखि काठमाडौँसम्मको नयाँ पूर्वाधार मात्रै बनाउन आवश्यक छ। भारतको कोंगड रेलवे कर्पोरेशन लिमिटेडले अघि बढाएको यो परियोजनाका लागि 25,000 करोड़ भारतीय रुपैयाँ लाग्ने अनुमान गरिएको छ, जसको लागत भारत सरकारले बेहोर्नेछ। यस बारेमा नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल विभागलाई पनि पत्राचार भइसकेको छ, तर डीपीआर र दुई देश बीचको सरकारको सहमतिको दस्तावेज आउन बाँकी रहेकोले तत्काल कुनै प्रतिक्रिया नदिने दुवै निकायको भनाइ छ। भारतको रक्सौलदेखि काठमाडौँसम्मको रेलमार्ग परिकल्पना। रेलमार्ग 136 किलोमिटरको हुने। रेलवे मार्गको सर्वेका लागि 35 करोड़ भारतीय रुपैयाँ खर्च लाग्ने। सन् 2022 मा शुरू गरिएको सर्वेक्षणलाई आधार बनाएर काम अगाडि बढाइने। रेलमार्गमा कुल 13 स्टेशन बनाइने। 3 घण्टामा रक्सौलबाट काठमाडौँ आइपुगिने। भारत र नेपाल बीचको सांस्कृतिक तथा पर्यटकीय गतिविधिमा ठोस सहयोग पुग्ने। सड़क मार्गले मात्रै जोडिएको नेपाल भारतको व्यापारलाई रेल सेवाको सुविधा थपिने। नेपाल सरकारले चीन र भारत दुवैसँग रेलमार्गबाट जोडिने योजना अघि सारे पनि यो कागजी रिपोर्ट र सर्वेमा मात्रै सीमित हुँदै आएको छ। नेपालको मात्रै बलबुताले रेलमार्ग सम्पन्न नहुँदा नेपालमा रेल सेवा शुरू गर्न दुवै छिमेकीको सहयोग आवश्यक छ। पछिल्लो समय नेपालसँगको सम्बन्धमा नयाँपन खोजिरहेको भारतका लागि नेपालसँगको सम्बन्धको उतार चढ़ाव कम गर्न रेलमार्ग सहयोगी बन्ने अपेक्षा पनि भारतीय पक्षको छ।